हाई एभ्रिवान, मैले चाहिँ आफ्नो जिन्दगीको पहिलो भ्लग बनाएको होइन। अनि मैले त्यो इन्ट्रो हुन्छ नि, इन्ट्रो चाहिँ बनाउनै बिर्सेछु। सो यो चाहिँ इन्ट्रो भिडियो लास्टसम्म हेरिदिनु होला। गाइस, हामी जाँदैछौँ गाडीमा। बस्दिन एउटा यस्तो दुईटा होला मम्मी। फेरि गर्नु त चिज। मलाई देखिरहेछ। हामी कहाँ जाँदैछौँ अरे मम्मी? मम्मी मेटा जाँदैछौँ गाइस। ओ बेबी सुपर्स, ओए चीज गर। टावर, ओ माय गॉड, देखिए ना, देखिए देखिए। गाइस हामी सरानको माथि भेट्न जाने कहाँ छौँ अरे हामी? हामी कहाँ छौँ अरे अहिले? ऊ भन्न मेसीको भन्न त के अरे? Guys, views हेर्नुहोस्। Oh my god, कस्तो pretty. Wow, I like the view. कस्तो राम्रो view। कौन सा व्यू अच्छा है, ये वाला कि ये वाला? मेरो भ्लगमा केही भन्ने के भन्नु छ? के भन्नु छ दिदीको बारेमा? केही दुई शब्द भन। दिदीलाई केही राम्रो चिज। आई लभ दिदी। अनि भाइको? थ्याङ्क यू। भेटाएर आइपुग्यौँ गाइज, भेटाएर आइपुग्यौँ। हामी धेरै टाढामा छौँ, धेरै टाढा। हजुर, हामी आइपुग्यौँ यहाँनिर मन्दिर। दिव्यान कोही भ्लगमा आउने भनेको होइन? हाई गर। हेलो। देखेको छैन हौ त्यो भएर। अनि मैले भ्लग बनाएको। हाई गर्नु न, हाई गर्नु। गाइस, हामी जाँदैछौँ जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर 15 बसोबास गर्ने लक्ष्मी राणामगर जन्म अवस्थादेखि नै शारीरिक रूपमा पूर्ण अपाङ्ग अशक्त भएको, बुबा आमा नभएको, निजको हेरचाह गर्ने अन्य कोही पनि नभएको र शारीरिक अपाङ्ग भएको कारणले गर्दा। हाई गरिस? ओए हाई गरिस? अब हामी जाँदैछौँ। हस्, मोबाइल झार्दिन। एकदम पिसफुल छ गाइस, एकदम पिसफुल छ त्यो ठाउँ होइन? हजुर, आज सन्डे हो कि? आज स्याटरडे हो। हामी यतिजना छौँ। भइरहेछ। हेर्नुहोस्, फोटोसुट। हेलो। मेरो दिदी लड्नु भयो नै।
कुदे दुईजना ओ खोइ कुदे खोइ कहाँ छ बादलभित्र हिँड्दै बादलभित्र हिँड्दैछन् अरे यिनीहरू आधी बाटोमा आइपुग्यौँ होला हामी मन्दिर आइपुग्यौँ मन्दिर सामान किन्दै हुनुहुन्छ हामी मन्दिरमा आएर पूजा गरिसक्यौँ अब अर्को मन्दिरमा जाने टिका लाउन अब हामी मन्दिरबाट बाहिर गयौँ अब यो ठाउँ त चिनिहाल्नुहुन्छ नि गाइस तपाईँहरूले होइन चिसो छ होला तर कस्तो भ्यू नै नदेखिने सबै हुस्सेला हुस्से नै हुस्सेला भ्यू नै नदेखिने रहेछ टिकटक बनाऊँ भनेको मान्छेहरू होइन म मात्रै आएँ कोही पनि आउनु मान्नु भएन आछि भिजायो पानी रहेछ छैन भ्यू आउनु भने राम्रो छैन भ्यू भ्यू नै छैन गाइस ओके यतिकै अरू पर पनि रहेछ म त गएको थिएन पर त यस्तो हो होइन देखेको छ भने थाहा पनि छैन भ्लग कस्तो आएको छ भनेर यस्तो भ्यू रहेछ ओके बाई गाइस अब म जान्छु होइन यहाँबाट कि जाउँ त्यहाँ जान्छु ल फर्स्ट टाइम भ्लगर बन्न खोजेँ अब मैले चाहिँ कस्तो हुन्छ थाहा छैन ओ वाउ कस्तो चिसो खाली खुट्टा आइरहेको मलाई बोलाउनु भयो ओके गाइस यहाँ चाहिँ यस्तो छ होइन भ्यू औ कपाल रहेछ दुईजना ओके यस्तो छ होइन यहाँ भ्यू चाहिँ यस्तो छ ओके अहिले त्यो हेर्दाखेरि कस्तो लाग्छ भने नि गाइस पाहाडमा क्या मेरो गाउँ चौखसामा छ नि त हो नि त अनि त्यहाँ यस्तै बाख्रा चराउँदाखेरि होइन यसरी नै यस्तै हुन्छ नि त बाख्रा चराउँदा अनि टाढा खोलाको त पनि आवाज आउँथ्यो क्या सरर मजा आउँथ्यो त्यो बेलाको याद आयो मलाई त यता चाहिँ भ्युज देखिरहेको रहेछ अलिअलि अञ्जली भाउजू यहाँ आउनु त यस्तो लगाइदिएको रहेछ फेरि भ्लग बनाउँदै थियो त भ्लग बनाउँदै थियो भर्खर आएँ यहाँनिर मस्कारा स्मच भएछ के छैन अनुहारमा चाहिँ कस्तो थिएन इट्स नेचुरल ल नेचुरल हो भाउजू भ्युज हेर्दै हुन्छ कस्तो लाग्यो त भेरेटार राम्रो छ प्लेस ब्युटिफुल प्लेस यस्तो छ गाइस हाय मेरो पनि भ्लग बन्दैछ त्यहाँनिर ओके केटाकेटीले वाक्कै लाउँछ भिडियो फोटो खिच्ने आजकलको केटाकेटीलाई भिडियो फोटो खिच्नु भन्नु अह छैन गाइस यस्तो छ है भ्युज मेरो धेरै केही बोल्न आएन होइन मलाई कमेडी हाल्न पनि आएन यति हो भ्युज चाहिँ अब हामी फर्किँदैछौँ फोटोसुट भनौँ टिकटक भिडियो बनाएर होइन म हाल्छु टिकटकहरू ला मेरो चस्मा ए भाउजू सबै रेडी 1 2 3 गो तिमी चाहिँ ओ माई गॉड आई झन्ने लडे भन्ने बित्तिकै लड्छु त म त
के भन्ने अरे यता हेरेर भन्ने त My sister is ल भाइले बाबा र मम्मीलाई के भन्ने अरे भन त Baba Sunday आउनु माम पनि यहाँ हेर भन त यहाँ यता सिधा भएर Baba पनि Sunday आउनु अनि तिमी चाहिँ के भन्ने Sunday आउने मामु हो यो Sunday सन्डे त कहाँ आउनुहुन्छ विदेशबाट सन्डे आउनुहुन्छ त अनि टाढा छैन हेलो भनिस् नि त फेरि म यहाँ बस्ने ठाउँमा छु यहाँ छौँ हामी बाबा मामुलाई हेर ऊ आउँदै हुनुहुन्छ हामी यहाँ बसिरहेको छौँ बाबालाई बोलाइछु बसिरहेको छु गीत गाउँदै हुनुहुन्छ खोल मम्मी कल्नु भयो बोल्नु न केही त कस्तो लाग्यो कति पछि पो आउनुभएको 3 पल्ट कति पछि आउनुभएको भने 3 पल्ट भन्नुहुन्छ खाएको अरे के खाएको चिप्स मेरो सिद्धो सुगर चिप्स खोइ देखाऊ मेरो सिद्धो सिद्धो ओके खाए सके मैले के खाएको छु पानी मात्रै खानु पानी मात्रै अघि दुईटा चिज खानु भयो के चाहिँ एउटा पानी र हावा ओए राइट आन्सर बादल उड्यो गाइस भेटाटारमा बादल फाट्यो भने बादल उड्यो अब हामी यहाँ भेटाटारमा सपिङ हामीलाई थाहा छ यहाँ भेटाएको चिप्स अहिले खाने गाइस सिट बेल्ट बाँधे मैले दिव्यान तिमीले बाँधेको होइन सिट बेल्ट मलाई दिदीलाई थ्याङ्क यू वेलकम गयो अब चाहिँ हामी बुढासुरा मन्दिरमा छौँ बाबाहरूलाई आउनुहुन्छ ओ साथी हो के खाएको गोला मिठो रहेछ हामी अझै खाने मजा आयो पेट दुख्छ हौ ल हेलो के खाएको कस्तो लाग्यो टेस्टी मलाई चाहिँ दिदीलाई चाहिँ नदिने नाक्नु लाग्यो सागसालाले न हौ ताक्रा है बाबालाई चाक्सला लाग्यो होला सागसाला सेक्टो रुवा यो त रुवा रहेछ नि मान्छे रुवा पनि खाएर रहेछ नि यता नि खुल्नु हो त्यस्तै मात्रै